नमस्ते नमस्कार। हाम्रो नेपालको जति प्यारो जनता सब, हाम्रो देशको नेपालको जनता सब जति छन् नि, सबैलाई नमस्कार पूर्ण रूपले। किनभने आजदेखि आइपिएल पनि चालु भएको छ। र एउटा खुसीको खबर के छ, जति झोले सापहरू छ नि, आजैको दिन आज पनि आइपिएल, आजदेखि आइपिएल पनि चालु भएको छ इन्डियामा। र यहाँ एउटा अर्कै गेम भइरहेछ नेपालमा। के हो, सरकार बनेपछि अर्को कसैलाई जेलमा हालेर कसैको छोराछोरी मारेको मान्छेहरूलाई जेलमा हाल्नु भएको छ भने त्यो के हो, त्यसको झोलेहरूले के गरिरहेछ, त्यसको आमा बुवा र त्यो त्यसको छोराछोरी मर्नु भएको छैन, त्यही भएर त्यसको आत्मा कति रुइरहेको होला। त्यसको आत्मा कति रुएको होला। त्यो भाइहरूको जान जानु भएको छ भने त्यसको आमा बुवा कति रुनु भएको होला। त्यो सोच्नु न, किन यस्तो गर्नुहुन्छ हाम्रो नेपालमा। त्यो झोलेहरूलाई मार्ने त्यो होइन 86जना 76जना मान्छेलाई मार्नु भएको, आज जेलमा हाल्नु भएको छ नेपाल सरकारले। यति राम्रो काम गर्नुभएको छ, त्यहीलाई धन्यवाद दिनु भन्दा त्यसलाई नै भन्नुहुन्छ तपाईँहरूले, त्यो झोलेहरूले भन्नुहुन्छ कि हटाउनुपर्छ, यस्तो नगर्नुपर्छ। त्यो होइन नि, अपराधीलाई किन जेलबाट रिहाई गर्नुपर्छ, त्यो त छैन नि हाम्रो नेपालमा यस्तो कानुन। किन बनाउनु नि, त्यो गल्ती गर्ने मान्छेलाई हाल्नु भयो राम्रो हो नि, त्यसलाई त झन् भन्दा झन् फाँसीको सजाय दिनुपर्छ कि त्यो मान्छेहरूलाई। यो त जेलमा मात्र हाल्नु भएको छ, फाँसी हाल्नुपर्छ कि। हाम्रो जेन्जी भाइहरूलाई मार्नु भएको छ नि त्यो सरकारले, ती सरकार पहिलाको सरकारलाई नि हाल्नुपर्छ कि जेल। जेल त नर्मल कुरा हो कि, त्यसलाई फाँसी लगाउनुपर्छ कि। जे मुद्दा हुन्छ नि त्यही मुद्दा लगाएर, त्यही भनिरहेको छु कि हाम्रो नेपालको यो जनताहरूले नै आफै मूर्खको कुरा गरिरहेछ कि किन अरूको झोले बोक्ने। अब पनि देश परिवर्तन गर्नुपर्छ नि। देश नपरिवर्तन गरेपछि अनि के हुन्छ। किन तब यति आन्दोलन भयो, जेन्जीको जान किन जानुभयो। जेन्जीको त जानु पर्दैन नि। जेन्जीहरूले यस्तै गर्नको लागि त्यो झोलेहरूलाई राख्नु, के झोलेहरूको साथ दिनुको लागि यस्तो गर्नुभएको छ जेन्जीले। यो हाम्रो नेपालको यस्तै हो बानी, यस्तो गर्नु पर्दैन नि। हाम्रो नेपालको यस्तो बानी राम्रो पर्दैन कि। नेपालको बानी सुधार्नुको लागि नै यो सरकार बनाउनु भएको। त्यो सरकारलाई चलाउनु, राम्रोसित चलाउनु दिनु, हेर्नु हाम्रो देशलाई कति परिवर्तन हुन्छ, कति राम्रो हुन्छ त्यो हेर्नु न। यो झोलेहरू किन यस्तो गर्नुहुन्छ। यो झोलेहरूलाई केही काम छैन कि, यो पुलिसले हान्नुहुन्छ नि राम्रै कुरा हो कि। हाम्रो सरकारले यस्तो गर्नुलाई यो 2-4वटा झोलेहरू यस्तो गरिरहेछ भने त्यसलाई नै थुपार्नु कि अलि राम्रोसित व्यवस्थित गर्नु, सरकार चलाउनु दिनु हो साथीहरू। यो झोलेहरूलाई हामीहरू आम जनताहरूले सुरक्षित दिनु, सरकारलाई अलि बलियो बनाउनु अझै पर्नुपर्छ यो झोलेहरू हटाउनुको लागि। त्यही भएर केही कृपया हाम्रो नेपाल जनताहरू त्यो जेन्जी आन्दोलनहरूलाई सबैले यस्तो गर्नु कि। त्यही भएर हाम्रो नेपालको जनताहरू अब त्यो हाम्रो सरकार आउनु भएको छ बालेनजी, त्यसलाई अब राम्रोसित आज्ञाकारी बनाएर अनि राम्रो काम गर्न दिनु, अनि हामी सबै मिलेर त्यसलाई सहयोग गर्नु अलि। ल अहिले धन्यवाद नेपाल जनता सब।